हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म तपाईँहरूको सामु नयाँ भिडियोको साथ उपस्थित भइ नै सकेको छु। भोलि चाहिँ हाम्रो साथी आशिष श्रेष्ठको चाहिँ जापानको यात्रा त प्याकिङ स्याकिङ गर्ने कामहरूदेखि लिएर चट्ट मिलाएर होइन सबै सामानहरू चाहिँ टाकटुक मिलाउँदैछौँ भोलिको तयारीको लागि। साथीले चाहिँ उहाँको लागि चाहिँ प्रिपेयर गरेर पैसा पनि साटिसकेको छ, जापानिज पैसा। अनि खानेकुराहरूमा बिस्कुटहरू हालेको छ, यताउता आफूलाई एक सरो चाहिने सबै सामानहरू हालेर सर लाएर अनि चाउचाउ पनि प्याक गर्दैछ दिपेले। बुबा पनि हेर्दै हुनुहुन्छ आशिषको बुबा। अनि अरू सामान पनि हाल्ने क्रममै छौँ हामी, सबै चाहिन्छ। अनि हामी चाहिँ भोलिपल्ट बिहान टक्क उठ्यौँ अनि बिहान उठेर चट्ट लाएर चाहिँ केटोको सारी चट्ट मिलाएर फेसवास गर्नतर्फ हामी लाग्यौँ। अब जति नजिक हुँदैछ ऊ छुट्टिने त्यति मन भारी भइरहेछ, तैपनि देखावटी हाँसो देखाइरहेछ उसको अहिले एकदम व्यस्त। अब हामी चाहिँ उता एयरपोर्टको लागि निस्किन लागेका छौँ। हजुर मम्मी, ठुल्बा, ठुलिआमा, आन्टी, अङ्कल, भाइ बहिनी सबैजना चाहिँ उसको लागि दिपिन के छ, दिपिन के छ अब लजाइरहेछ। हजुरमाले अब टिका लगाइदिँदै बिर्सिन्छ। म चाहिँ भिडियो खिच्ने क्रममा छु यता। उसको चाहिँ 1:30 बजेको फ्लाइट छ, त्यो हिसाबले हामी चाहिँ 1-2 घन्टा अघि नै जानुपर्ने हुन्छ। डकुमेन्टहरू सबै उता नै ल्याइदिने भएर डकुमेन्टहरू रिसिभ गर्नको लागि पनि छिटै जानुपर्छ। अब एकदम आशीर्वाद दिँदै हुनुहुन्छ हजुर मम्मीले। फोटो खिच्न पनि व्यस्त छ। दही खुवाउने कार्यक्रम सक्यो। अनि खाता सादा ओढाइदिँदै हुनुहुन्छ हजुर मम्मी, टिका लाउँदै हुनुहुन्छ ठुलो मम्मी। अब बुबा फाइनली बुवाले पनि टिका लगाइदिइसक्नु भएको छ, खाता सादा लगाइदिनु भयो। आशीर्वाद दक्षिणा दिइसक्दैछ, दोसल्ला उडाइदिस्यो बुवाले। अब शुभ साइडमा दही पनि खुवाइदिँदै हुनुहुन्छ। यसै क्रममा अङ्कलहरूले पनि आन्टीहरूले पनि लगाइदिँदै। नेपालको झन्डा, राष्ट्रिय झन्डा चाहिँ मायाका साथ आफ्नो नेपाललाई माया गरोस्। साथीले यसरी नै पहिले जस्तै मनमा सधैँभरि नेपाललाई सधैँ माया गर। म पनि ट्याक आशीर्वाद दिँदैछु नेपाललाई माया गरिराखे साथी भनेर। अनि अब हामी यता सिका यताउता गरेर अब हामी चट्ट निस्किने तयारीमा छौँ एयरपोर्टको लागि। अब हामी यहाँ फाइनल्ली एयरपोर्टको लागि निस्किसकेका छौँ। अब यहाँबाट ट्याक्सीमा जान्छौँ हामी अब यहाँबाट। फाइनल्ली म चाहिँ पहिल्यै बाइकमा एयरपोर्ट पुगिसकेको थिएँ। रामको मम्मी होइसिन्दो रहेछ, मैले भेटिसकेँ। दिदी होइसिन्छ, मम्मी दिदीहरू मैले नलाएर बसिया छ। अब बुढेसकालको छोरो परदेश पठाउनु पर्ने छ, के गर्नु। अब हामी जस्तो कयौँ युवाहरू यसरी नै देश छोडेर दिन प्रतिदिन बाहिर जाने बाध्यता परिरहेछ। अब यहाँ चाहिँ बिदाई सिदाई कार्यक्रमहरूमा धेरै उपस्थित हुँदै हुनुहुन्छ। त्यसै क्रममा अब ट्याक्क हाम्रो 2जना लोर्के जिग्री एकदम साथी, एकदम हाम्रो मिल्ने साथी, आत्मीय साथी, राम्रो साथी जाँदैछ। वो चाहिँ अहिले अब फोटोसोटो खिचाउने कार्यक्रमहरू नि यहाँ अन्तरालमा भित्र भइरहेछ। टक्क हाँसी खुसी छन् त्यो साथीहरू। अब मन कन्ट्रोल बनाएर भए पनि एकदम हाँसी खुसीसँग चाहिँ जाँदैछन्, यही खुसी छ। फाइनल्ली हातमा कागजपत्र पासपोर्ट पनि परिसक्यो, एकदम खुसी। अब त्यो जाने कन्सल्टेन्सी पर्थ्यो, 30जनाको ग्रुप थियो। अनि त्यसैमध्ये अब लक्किली साथीहरू पनि जाँदैछन्, 2जना साथीहरू। अब
नेपालमा त हामी मात्रै होला जस्तो छ। खुसी राम्रो होस्, केटोको प्रगति उन्नति सधैँभरि सुन्न पाइयोस् यसरी नै। अनि यहाँ सरोज, हाम्रो साथी सरोज चाहिँ एकदम मलिन भएर भक्कानिरहेछ। त सुजन साथी अनि हाम्रो प्रकाश दाई, त भान्जी नानी रमित भान्जा, मामाको माया लागिरहेछ उसलाई, पर बिचरा हुर्कायो मामाले। यता हाम्रो रेणु बहिनी यहाँ आइरहेछन् बिदाई गर्नलाई। यता हाम्रो प्रकाश दाईको छोरो भाउजू, त मम्मी अब रुँदै हुनुहुन्छ। अब केटाहरू भित्र हेर्ने बेला हो। अब ढक्क चाहिँ हाँसी खुसी गएका छन् केटाहरू सधैँभरि। यस्तै हाँसी खुसी चाहिँ समय बितोस्, छिटै फर्केर आउनु परोस् केटाहरू चट्ट लाएर चाहिँ प्रगति गरेर अनि नेपालमै केही गरून्। एकदम हामीलाई उनीहरूको उन्नति प्रगति हेर्न एकदम इच्छा छ। अब ल साथी राम्रोसँग गएस्, एकदम व्यस्त मस्त स्वस्थ सधैँभरि यस्तै रहनु। जस्तो मन छ उता गएर पनि यस्तै मन राख, कहिले चेन्ज नगर होइन। एकदम जस्तो छौ तिमी अहिले गएको त्यस्तै नै हुनु, जस्तो गएको छस् त्यस्तै हुनु, त्यही राम्रो छ। एकदम उन्नति प्रगतिका साथ आउनु। अनि यता अब भान्जीलाई नि बिदाई गरिन्, नमित भान्जीलाई नि बिदाई गर्दैछन्। अनि यसै क्रममा अब हामी चाहिँ उनीहरू लाइनमा छन् चेकिङको। अब हामी एकदम मन भारी बनाएर हेरिरहेछौँ। उनीहरूको एक नजर एक पल पनि अहिले हाम्रो लागि एक क्षण पनि एकदम हामीलाई इम्पोर्टेन्ट, एकदम हामीलाई अविस्मरणीय क्षण हो यो। साथीहरू अब सँगै खाएको, सँगै खेलेको, सानैदेखि रमाएको साथी जाँदैछ होइन। दुःख त लागिहाल्छ नि, तैपनि अब उनीहरूको नि भविष्य करियरको सवाल छ। उनीहरूले भोलि राम्रो गर्नु नि पर्छ। अहिले भनेको कम्पिटिसनको जमाना हो, अब योलाई एप्रिसिएट गर्नै पर्छ। त्यो हिसाबले ल साथी हो, राम्रोसँग जाओ, राम्रोसँग प्रगति गराओ, राम्रोसँग फर्क्याओ। फेरि पनि हामी भेट्नेछौँ, फेरि पनि यसरी नै रमाउनेछौँ भन्दै अब जो साथीहरूको जापानको बसाइको यात्रा चाहिँ एकदम राम्रो सुखमय होस्। आज छुट्नु भएको छ उहाँलाई अलिक छिटै। अब चाहिँ म उता साथीहरूलाई चाहिँ जापान जानको लागि छोडेर फिर्ता भइसकेको छु घरतिर। अन्तिममा साथी हो शोभायात्रा। थ्याङ्क्स फर वाचिङ गाइज, किप लभिङ, किप वाचिङ।